चाहिँ यो आरसी कार भनेको रिमोट कन्ट्रोल हामीले इलेक्ट्रोनिक विभिन्न कम्पोनेन्ट्सहरू चाहिँ युज गर्नुपर्छ यो ब्याट्री प्लग जसलाई चाहिँ मोटरहरूलाई कन्ट्रोल गर्ने ड्राइभरहरूले यो चाहिँ वायरलेस चाहिँ त्यो कनेक्ट गर्नको लागि ब्लुटुथबाट कनेक्ट गर्नको लागि यो डिभाइस छ तर पनि 4 नम्बरको क्यामेरा भएको छ यसमा चाहिँ हामीले अझै प्रोग्रामिङ गर्छौँ प्रोग्रामिङमा थोरै डिफल्ट भएको छ त्यही भएर चाहिँ यसलाई बनाएर चाहिँ फाइनली बन्दाखेरि कस्तो हुन्छ अहिले कसरी चलाइन्छ आफै सोच्नुहुन्छ त्यो वायर त्यो मोबाइलमा एप्लिकेसन डाउनलोड छ त्यसमा रिमोटको पुरै मोबाइल अनि अब्स्टेकल भयो भने के हुन्छ भन्दाखेरि हाम्रो छुट्टीमा